दर्शकवृन्द नमस्कार। भदौ 23 र 24 नियोजित हिंसाकै राज्य असफलता। भदौ 24 गते नेपालको इतिहासमा कहिल्यै नदेखेको दृश्य राज्यका प्रतीकहरू जलिरहेका थिए। सिंहदरबार, संसद, सर्वोच्च अदालत, राष्ट्रपति भवन, लोकतन्त्रका आधार स्तम्भमाथि सोझो हमला भइरहेको थियो। तर प्रश्न एउटै छ, के यो सबै एकै दिनमा अचानक भयो कि यसको बिउ भदौ 23 मै रोपिएको थियो? पूर्व गृहमन्त्री रमेश लेखक भन्छन्, भदौ 24 को हिंसा कुनै नेपाली मनले गर्नै सक्दैन। यदि यो नेपाली मनको काम थिएन भने कसको मनले गर्यो? र भदौ 24 कसरी भयो? र सबैभन्दा पहिलो प्रश्न, भदौ 23 कसरी जन्मियो र किन जन्मियो? भदौ 23 गते देशका विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका थिए। शान्तिपूर्ण भनिएका गतिविधिहरू केही घण्टामै तनावपूर्ण बन्दै गए। राज्य संयन्त्र चुक्यो कि जानाजान कमजोर बनाइयो। यही दिनबाट अराजकताको ढोका खुलेको देखिन्छ। त्यसको भोलिपल्ट भदौ 24 गते त्यसैको निरन्तरता होइन, बरु त्यसको उत्कर्ष देखियो। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकले भदौ 23 र 24 घटनाका सम्बन्धी जाँचबुझ आयोग समक्ष आफ्नो लिखित धारणा पेश गरेका छन्। उनका अनुसार भदौ 24 गते भएको हिंसात्मक गतिविधि नियोजित, षड्यन्त्रपूर्ण र राष्ट्र तथा लोकतन्त्र विरुद्ध लक्षित थिए। उनले स्पष्ट शब्दमा भनेका छन्, राज्यका तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका माथि एकैसाथ आक्रमण हुनु कुनै स्वतःस्फूर्त आन्दोलन हुनै सक्दैन। सिंहदरबार, संसद, सर्वोच्च अदालत, राष्ट्रपति भवन जलाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना पनि गर्न सक्दैन, उनी भन्छन्। उनको दाबी छ, यो जेनजी पुस्ताको आक्रोश होइन, यो भिडको रिस होइन, यो स्पष्ट डिजाइन थियो। यदि यो डिजाइन थियो भने प्रश्नहरू गम्भीर छन्। सुरक्षा संयन्त्र किन असफल भयो? सुरक्षा संयन्त्र कसको नेतृत्वमा थियो? सूचनाहरू किन व्यवस्था गरिए? भदौ 23 को घटना कसरी उग्र बनाइयो र किन उग्र बनाइयो? के भदौ 23 भदौ 24 का लागि सिर्जिएको ट्रायल रन थियो? रमेश लेखक भन्छन्, गृह मन्त्रालयको नेतृत्वमा रहँदा देश यस्तो सङ्कटमा पर्नु उनका लागि अत्यन्तै पीडादायी थियो। त्यसैले उनले पदीय नैतिक जिम्मेवारी स्वीकार्दै तत्काल राजीनामा दिए। उनको तर्क छ, संविधान, कानुन र सरकारी नीतिभित्र रहेर असल मनासायका साथ काम गर्दा पनि नैतिक जिम्मेवारीबाट भाग्न मिल्दैन। तर देश अझै एउटा प्रश्नको उत्तर खोज्दैछ, के यो राजीनामाले मात्र भदौ 24 को सत्य बाहिर आउँछ? भदौ 23 कसरी जन्मियो? त्यो दिन कसले के निर्णय गर्यो? कसले आँखा चिम्लियो र कसले आगो बाल्यो? यो विषय कुनै एक व्यक्तिको मात्र होइन, यो राष्ट्रको भविष्यसँग जोडिएको सवाल हो। यदि भदौ 24 षड्यन्त्र थियो भने भदौ 23 के थियो? आज यो छानबिन भएन भने भोलि फेरि दोहोरिन सक्छ। तपाईँ के सोच्दै हुनुहुन्छ? भदौ 24 नियोजित थियो कि राज्यको गम्भीर असफलता? कृपया कमेन्टमा आफ्नो धारणा लेख्नुहोस्। भिडियो मन परे लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।